Bye. Good. Santosh Dai. हजुरको श्रीमतीको नाम के हो? अनुपसान. खोला कता बोक्छ? आकाशमा. त यहाँ हुन्छ 2 थाल खाएपछिको एक्सरसाइज. खान्न भन्दा भन्दै थपेर खाएपछि सबैजनाले मिलेर एक्सरसाइज गर्न लाएपछि. हाय सबैजनालाई नमस्कार. आज फेरि एउटा नयाँ भिडियो लिएर आएको छु. दसैँको भिडियोलाई जस्तो सबैजनाले माया गरिदिनु होला. आज चाहिँ हाम्रो बिदाको दिन टोकियोमा रहेको रिङखाई पार्कसम्मको यात्रामा छौँ. पार्कसम्मको यात्रामा छौँ हामी. हेरौँ के कस्तो हुन्छ, हामीले कतिको रमाइलो गर्छौँ अनि हामीसँग आउँदै हुनुहुन्छ राम्रो लालु पातेको. यो चाहिँ हाम्रो के अरे ट्रेन स्टेसनमा पुगिन्जेलसम्मको रमाइलो हो. हामी खासमा ट्रेनमा जाने प्लानमा छौँ. ट्रेनमा गइसकेपछि त उभिँदै यसरी हात हलाउँदै जानुपर्छ. बस्नको लागि पक्कै पनि सिट मिल्ने छैन. मलाई त्यस्तै लागिरहेको छ. यता हामी काकै स्टेसनबाट जान्छौँ. यसको नाम के हो गाइस भनिदिनु होला. यो चाहिँ मलाई घङ्गाडु जस्तो लागेको थियो. अस्ति नै खाना चाहिँ खाएँ. एउटा मुख चाहिँ तिर्बिर भयो तर घङ्गाडु जस्तै छ. यो घङ्गाडु नै होला. तिहारै आयो लौझेली मिली. हाम्रोतिरको तिहार. दाजुभाइ टाढा छन्. यहाँ फुल फुलेछ. यता म छु बुलेट बाइकमा. के हो रे ट्रेनको गीतहरू भन्छ न कुनै. जाउँला सर रेलैमा भने के हो रे. कति लामो हो र यो त. माई गड छुकछुके रेल. यो हो खासमा होइन. यहाँनिर जम्मा भएको मान्छेहरू हुनुहुन्छ नि सबैजना भेला भएर देउसी खेल्ने भने कति रमाइलो हुन्थ्यो होला नि है. अब एक्सप्रेस. अब हामी चढ्ने लोकल हो कि के हो. अब हामी चढ्ने. अब यहाँनिर 2 दाजुभाइको भेट भयो. एउटा भाइले बाई भन्यो, अर्को भाइले हाई भन्यो. यो चाहिँ हामी जाने ट्रेन हो. अब हामी यस्तो चढेर जान्छौँ. ट्रेन चलायो भने एउटा अर्को भेटे पुपी भर्नु बजाउँछ होला है. ट्रेन यो चाहिँ केपी भएको ट्रेन हो. अब अहिले हामी एकछिनमा केपी भएको जहाज पनि देखाउँछौँ. त्यस्तै छ न. के हो रे डिज्नील्यान्ड. वाउ. यो चाहिँ जापानको एकदमै घुम्न लायक अनि प्रसिद्ध ठाउँ. ओल्डमा नै 3मा पर्छ. अनि अस्ति नै हामी गएको थियो त क्योटो हो. त्यहाँ चाहिँ कति नम्बरमा पर्छ भनेको थियो त. डिज्नील्यान्डहरू छ कि डिज्नील्यान्डको क्याटेगोरीमा चाहिँ 3मा पर्छ कि. डिज्नील्यान्ड हामी आउनेछौँ कुनै एक दिन. मैले चाहिँ दिदीलाई अब हामी भर्खर हिँडेको भनेर मेसेज गरेछु. तर हामी चाहिँ पुग्नुपर्ने ठाउँमा आइसक्यौँ. अब दिदीले चाहिँ कस्तो खालको रियाक्सन गर्नुहुन्छ. सायद दिदीहरू आइपुग्नु भयो होला. अब बिस्तारो आउँदै गर भन्नुभएको थियो मलाई. हेरौँ के हुन्छ है त. साथीहरू यो घुमेको छ कि छैन हेर्नु त ल. पत्ता लाउनु त. गएछ मतलब यतिकै हावाले हुत्याएको होला क्या. त्यहाँ मान्छे चाहिँ छैनन् होला. यहाँ यति धेरै मान्छेहरू हुनुहुन्छ. सायद मौसम खुलेको भएन होला. अनि हामी चाहिँ आइसकेको छौँ. दिदीहरूलाई चाहिँ भर्खर हिँडेको भनेर बोलेछौँ. अनि सायद दिदीहरू पनि अब आइपुग्ने बेला भयो होला. हामीले चाहिँ झुट बोलेकोमा भिडियो मार्फत गोमेन्ने
भन्न चाहन्छु अनि यहाँ हामी चाहिँ निस्केको दिदी कतातिर प्रवेशद्वार आउने यस्तो हो छ दिदी हामी निस्केको कता आउने कता भनेर पठाउनु कता जाने हो भनेर मैले मेसेज चाहिँ गरेछु गर्न चाहिँ हेर्नु भएन कि नेपालीहरू हुनुहुन्छ होला सायद कुर्ता सुरुवालमा सायद नेपाली आन्टी हुनुहुन्छ हामी चाहिँ 1 घन्टादेखि कुरेर बसेको मान्छेहरूलाई सरप्राइज दिने भनेर लास्टमा मान्छेहरूले हामीलाई सरप्राइज गराइदिएर फोन हान्दै हान्दै कता गए भन्दै होइन यहाँ नक्कली ह्यान्डसम दाइ दिदी यस्तो पनि हुँदो रहेछ हिरो र हिरोइनको इन्ट्री भयो दर्शन जुलाई बल्ल हिँड्यो भनेको थियो नि त्यति बेला अब एउटा स्टेसन मात्र बाँकी थियो ट्रेन पुग्न अनि हामी सरप्राइज दिने भनेको लास्टमा हामीलाई सरप्राइज दिने मान्छेहरू कुर्यौँ नि 20 मिनेट होइन बढी नै धेरै टाढा छैन नि कोसँग गएको यो काकु त मेरो हो नि त यो मेरो मान्छे हो नि किन गएको मेरो मान्छे हेर्न यहाँ हाँछु मेरो आमा निखिलो प्रीति दाई नसक्नु फेरि एकचोटि हेरौँ न खै म सार्दिनँ न दाँतमा पनि हिरा खस्छ हजुरको त यो तल त भाडा लाग्ने होला नि है बसेको यहाँनिर चाहिँ बस्नको लागि खासमा यति रमाइलो यो फुलहरू चाहिँ फुलेको रहेछ अनि सबैजना यहाँ चाहिँ इन्जोय गर्ने ठाउँ पर मान्छेहरू हुनुहुन्छ लोकलको फेदमा पनि अनि यहाँ चाहिँ समुद्रको भ्यू हेर्दै आफूले ल्याएको खानेकुराहरू खाँदै इन्जोय गर्दै हामी पनि सायद यतितिर बस्छौँ होला छुकछुके रेल यो हाम्रो दाइको राज्यको छुकछुके रेल हो यो राज्यको राजा हुन्छ कि के हुन्छ राज्यको महाराजा अनि महाराजा हुन्छ त्यो महाराजा पनि महाराजा शासक हो यो राज्यको शासक हो वेलकम टु हलिउड रे जापानको लस भेगास ल अर्को नेक्स्ट पोज अर्को चेन्ज अब सुरु हुन्छ हाम्रो पेट पूजा ह्याप्पी बर्थडे टु यु गरौँ न दाइलाई ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु दाइ ह्याप्पी बर्थडे टु यु फेरि भन मामा ह्याप्पी बर्थडे भन मामालाई ह्याप्पी बर्थडे भन्नु त फेरि ह्याप्पी बर्थडे मामा भन्नु श्रीनाले के खाएको किन भन्नु न अहिले हामी गेम खेल्नु पर्छ गेममा जसले जित्छ त्यसलाई हालेर खानु न
राजन है बाहुबली पावर Kampai. दोस्रो चरणमा कस्तो हो स्वाद मैले बनाएको हो नि फेरि पस्केको बुढीले चाखेर गरेको चाहिँ पर्फेक्ट गरेको भनेको चाहिँ मैले हो नि फेरि अमिलो नहालिकन मेरो त कतै नानै छैन यहाँ यति मिठो छ है बुनु चटपटे खाएको अघि बुनुको चटपटे यस्तो उडाइदियो भने के हानु आन्टीको त उडायो नि पहिले काहीँ के झर्ला है भयो बोल गाडी त रेन्टल के गाडी थ्याङ्क यू भयो टाढा भए दाइ खाइसक्नुहुन्छ नि ग्राउन्ड हाल्नुमा चिकन चिल्ली चम्चा यो मात्रै हो arigato arigato अर्को खालको मेरो टिटिटाको टिटिटायो रेल धेरै स्टोर नउठाउनु है कन्टिन्यू जमेलाई ल भाग्यले जुगाको धेरै हो थोरै पसन्द न चित्र हैन के हुनुभयो त्यति चम्चा खाने हो खासमा त्यति चम्चा पुग्दैन है थोरै निकालेर खाने भयो यसरी खाँदैन यो खुट्टे हुन्छ दाइलाई के हो रे दिदी यो खजुरी भने धेर भयो हजुरलाई यहाँ यहाँ जसलाई एउटा चिज हालेर अर्को थप्नुलाई त भाडो रित्तिनी मान्छे हो के अरे चिकन चिल्ली हाल्ने बेलामा चना छैन अलि नजिक हुनु पर्यो यसरी बस्नु न यसरी बस्नु न घुँडा टेपेर सजिलो हुने बस्नु न ल छिटो च्याप्नु पर्यो के जसरी भयो पनि यस्तो रोक्नु पर्यो कि दुईजनाले खाइदेऊ निम्की खाइदेऊ 1 2 3 यो भएन हेर्ने नै यहाँ कतालाई यहाँ सुन्नु है सबैजनाले मैले क्वेसन गर्छु त्यसको चाहिँ ठ्याक्कै विपरीत एन्सर दिनु पर्यो जस्तै हैन जस्तै यहाँ सुन्नु न उल्टो भन्नु पर्यो के जे भए पनि उल्टो हुनु पर्यो ल है त सुरु गर क्वेसन सबिरा दिला है त कुकुर कसरी कराउँछ हो अब अनुपले हान्ने है नाक कहाँ हुन्छ पछाडी गुड सन्तोष दाइ हजुरको श्रीमतीको नाम के हो अनुप सान
खोला कता बोक्छ दाइ बिरालो कसरी कराउँछ टोयलेटमा गएर के गर्नुहुन्छ अनुसार घाम कता छ दाइ जुत्ता कहाँ लाउँछन् गुड आन्सर दिदी होइन दिदीलाई क्वेसन छ हजुरको श्रीमानको नाम के हो नेपालको प्रधानमन्त्रीको नाम के हो ल भयो भयो अनि पिटम 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 ओ अनुपले कुट्ने अनुपले नि कुट्ने हो छिटो ल है अनि अनुप सान भात कहाँबाट खान्छन् छैन अनि दाइलाई होइन पानी कसरी खान्छन् हजुर लिपस्टिक कहाँ लाउनुहुन्छ कानमा अनि दाइ चस्मा कहाँ लाउँछन् अनुपसान अहिले कहाँ हुनुहुन्छ खाली आकाशमा तल माथि मात्र उसको त भएन हानुम 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 अनुपलाई हानुम हान्नु जे गर्दा नि आकाश एन्सर ल दाइ नाकबाट के बग्छ नाकबाट के बग्छ ए 5 सेकेन्ड गयो कुटम 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 हान्नु दाइ अघि सुन्नु पर्छ हान्नु 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 छिटो ल ल दिदी होइन खकार कहाँबाट आउँछ सन्तोष दाइ बाथरुममा गएर के अनुप सान होइन तपाईँको बुढी कतिवटी छन् हजुरलाई होइन औला काट्यो भने के आउँछ गाईले के दिन्छ अब दाइ यहाँ सुन्नु है हजुरलाई घडी कहाँ लाउँछन् घडी अनुप सान नुन के हुन्छ नुन के हुन्छ नुन दाइ हजुरलाई होइन जुन कहाँ होइन अब हुन्छ यो त लास्ट हो यहाँ त जसले हार्छ लास्टमा जसले एन्सर गलत दिन्छ त्यो चाहिँ उठेर नाच्नुपर्छ है त है नङ्केले काट्नुहुन्छ दाइ कपाल केले काट्नुहुन्छ भएन भएन ब्लेडले त काट्छ नि कपाल त हान्नु 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 गुड अनुप सान दारी केले काट्नुहुन्छ सोचेर भन्नुपर्छ घाँस केले काट्छन्
हजुरहरू कसैलाई यस्तै खालको काम गर्नुपर्ने मान्छे चाहिएको छ भने यहाँ हुनुहुन्छ 2 जना मुख पनि जोड्नु पर्छ र बटाउने त्यत्रो मुख जोड्ने मौका दिँदाखेरि लजाउने मान्छे अहिले हेर्न हिरो भनेको यस्तो छ्या भएन है यो त त्यही भएर नगरे हुँदै यहाँ हुन्छ 2 थाल खाएपछिको एक्सर्साइज खान्न भन्दा भन्दै थपेर खाएपछि सबैजनाले मिलेर एक्सर्साइज गर्न लाएपछि घुँडाले पनि छुएको छैन राति भइसक्यो लाइट बालेर मान्छेहरू टिकटक बनाउने धन्दामा हुनुहुन्छ तर त्यता छोडिदिउँ साथीहरू यता हेर्नुहोस् कति राम्रो छ मलाई त छ यो स्लो गरी कसरी हो भइरहेको कति जाम भने पानी बसाइदिउँ न यार त्यति नगरे आजको लागि चाहिँ यति नै हजुरहरूलाई भिडियो कस्तो लाग्यो मन पर्यो भने सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब गालीले ताली दुवै दिने होला